ए बहिनी धान गर्नु छ आएको तिमी धान गर्नु आउनु त गोडौँ बाबा त यसो त धान गर्न देखेको छु धान गर्ने हो तपाईँ जस्तो घरको ठुलो मान्छेले पो जानु पर्यो बेटामातिर के अरे बहिनी 2-3 हजार कहाँबाट ल्याएर दिनु मैले तिमीलाई 2-3 हजार पैसा आउन बर धान बहिनी अब तिमी सानो छैनौ साथीहरूले जता जाउँ भन्छ जहाँ जाउँ भन्छ त्यहाँ गराइ हुँदैन अब त तिमीले त लाइन टिप्ने बेला भइसक्यो पढ्नुपर्छ यसरी हुँदैन बहिनी तिमी धेरै जिद्दी नबन आऊ बरु बुइना 2-3 हजार पैसा दिन सक्नुहुन्न साथीहरू भनेको त धेरै खर्च गर्छन् मेरो दाइ भन्नु त यो मेरो बहिनी के भएको होला यो सबै साथीको सङ्गतले गर्दा यस्तो भएको के भन्नु होला कहाँ पुगेर आउनुभयो कहिले आइपुग्यो अनि भान्जी खै देख्दैन पनि भर्खर आइपुगेको भान्जी गलेर होला सुतिरहेको के अनि घर त सुनसान छ त कान्छी कहाँ गइरहेको कान्छीको त के कुरा गर्छ बहिनी अब काममा आउँछ सघाउँछ होला भनेको साथीसँग जान्छु बेटाबाट घुम्न 2-3 हजार दिइहाल्यो कहाँबाट ल्याउनु पर्यो पैसा कति तनाव छ आफूलाई कति चारतिरको व्यवहार मिलाउनु छ के भएको छ बहिनी तेरो बहिनीले राम्रो सम्झाए सक्दिनँ म त अब यस्तै हो अब बहिनीको उमेरै यस्तै हो टेन्सन नलिनु हुन्छ बहिनी अब तिमी पनि भोकाले आएको होला अब कतिखेर आउने हो थाहा छैन म खाजा बनाउँछु